2082 मङ्सिर 20 गते हाम्रो नेपाल महर्जन रामबजार एकै समितिको समाज माइती पक्षबाट विवाह भएको छ। जन्ती बेङ्गलसालबाट आएको छ। हामी रामबजार महर्जनको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू जन्ती पर्सिनेलाई हामी तयारी अवस्थामा छौँ। जन्ती बेङ्गलसालबाट आएको, बेङ्गलसाल दिपाङतालबाट, लेखनाथ दिपाङतालबाट हामी चाहिँ यहाँ पोखरा पत्रकार भइदिएको हो र के रे तेरो नाम नानी? सन्चै छ यहाँ त कोरियामा बोल्छ भेट हुन्छ उमा अनि सामाजिक सञ्जालमा। ए ल ल ल जन्तीबाट आएको, दुला पक्षबाट आएको, दुला पक्षबाट आएको नि। आजको बिहाको दुलै चाहिँ मगर्नी पर्यो, दुला चिन्नु पर्यो है। यो लगातार यसरी बस्नु, आमापाटी यसरी बस्नु त यहाँ उ गर्नु आमापाटी यसरी। माथि छोला तल तल गरेर अलि यताउता आमापाटीले पनि देखाउनु पर्यो नि, हाम्रो आमापाटीले देखाउनु पर्यो न।
पहिला बसेको गुसाइ नै दुला दुलै दुलीकेर हाल्छ आमा न्याले पछाडि बाटो छोडिदिने दुलेलाई लिएर गइसक्यो यहाँ दन्तीलाई हाम्रो समाजको दिदीबहिनीहरूले बाटो छेक्दैछ हाम्रो मगर संस्कृतिमा आधारित सबैले 1 कुइन्टल लिनु न अबेला हुन्छ सबैले 1 कुइन्टल लिनु प्याज लगाइदिँदा अबेला हुन्छ आफैले दिनु त आफैले हुन्छ के पहिला टिका लाउने शुक्रबार हो कि जाने पर्ने टिका राख्ने लेखनाथ दिवंशबाट आएको दन्ती है आजको होइन यताबाट जानुपर्छ है यताबाट जानुपर्छ आमा बाजेले खेल्दै हुनुहुन्छ ए हो ल जानु जानु यता यसरी बस्नु है उताबाट सिधै जानु न तल ब्याग लागेको जानु यता पिछेबाट जानु जान ग्यास लागेर ग्यास लागेर ग्यास लाग्नुहरू त भयो ग्यास लागेर मात्र भयो त क्या आवाज झारे चाहिँ झारे ग्यास
रामचन्द्र हाम्रो के त्यो रामचन्द्र होइन होला होइन हामी पोखरा 10 बिरना चोकमा रहेको यो भँवरकोट पार्टी प्यालेसमा छौँ। यतिखेर लेखनाथ दिबाङतालबाट जन्ती आइसकेको छ। कसैले नि हाल्यो सम्पूर्ण साथीहरूलाई आजको शुभ बिहाको चाहिँ दुलै चाहिँ मगर दुला चाहिँ गुरुङ समुदायको हुनुहुन्छ। हाम्रो मगर संस्कृतिमा यहाँ जन्तीलाई कसरी बाटो छेक्ने के गर्ने भन्ने कुरा सबै हाम्रो समाजको दिदीबहिनीहरूले गरिराख्नु भएको छ। झोरले छ्याजालो तासी तेले पैसा नरहेछ होइन चेलबेटीहरूले जहाँ पनि यस्तै गर्छन् क्या ठिकै छ नि चेलबेटीले गर्यो त्यो त नि गाडी भाडा पर्दैन भरे जन्तीको बसमै फर्किने हो फेरि जानु भ्याइयो एउटा जन्तीलाई पनि छोडिएन है गाडीवाला त पर्दैन बिचरा खै कति पैसा उठ्यो हरियो मात्रै भयो अब अहिले झर्छौ टिका त लगाइदिनु केही पनि हुन बिचरा लगाइदिनु ब्याज त लगाइदिनु त्यस्तो कुनै नगर्नु होला ब्याज लगाइदिनु आज चाहिँ हाम्रो महिला समितिको उपाध्यक्ष विष्णु थापा मगर दिदीले यसको चाहिँ नेतृत्व गर्नुभएको छ है। आज हाम्रो अध्यक्ष दिदी हुनुहुन्न, अध्यक्ष दिदी झुटो बोल्नुभएको छ। सम्पूर्ण दिदीबहिनी अर्को बिहा पनि भएको कारणले माथि फुलबारी 11 मा रहेको एसआर केसी क्याटरिङमा पनि जानुभएको छ। त्यही भएर यहाँको टोलीहरूलाई चाहिँ हाम्रो विष्णु दिदीले चाहिँ ह्यान्डलिङ गर्नुभएको छ सबैजनालाई। सम्पूर्ण दिदीबहिनीलाई धन्यवाद ल धेरै धेरै।